नेपालमा महत्व दिइएको सेवाको मन जापानमा आएर कसरी प्रयोग गर्ने भनेर अलमलमा हुनुहुन्छ? वास्तवमा म पनि सुरुमा धेरै अलमलिएको थिएँ। एउटै हेरचाह भए पनि प्रणाली र सोच्ने तरिका एकदम फरक छ। तर चिन्ता नगर्नुहोस्, आज हामी नेपाल र जापानको हेरचाह प्रणालीको फरकसँगै हेरौं। पहिले नेपालको सेवा संस्कृतिबारे हेरौं। सेवा भनेको सेवा, हेरचाह, सहयोगको भावना हो, होइन र? बौद्ध धर्म र हिन्दू धर्मको शिक्षामा आधारित वृद्धहरूलाई सम्मान गरी परिवार र समुदायका मानिसहरूले निशुल्क हेरचाह गर्दै आएको साँच्चीकै राम्रो संस्कृति हो। तपाईले पनि यो भावनालाई महत्व दिनुभएको हुनुपर्छ। तर वास्तविकता कठिन छ। नेपालमा वृद्ध पेन्सन महिना करिब 1544 रुपैयाँ, जापानी येनमा केवल करिब 1280 येन मात्र हो। हेरचाह सेवा लगभग अस्तित्वमा छैन। परिवारले सबै बोझ बोक्छ। परिवारसँग स्रोत नभएमा पर्याप्त हेरचाह गर्न सकिँदैन। तपाईले पनि यस्तो अवस्था देख्नु भएको होला। अर्कोतर्फ जापानमा 2000 देखि शुरू भएको काइगो होकेन सेइदो भन्ने प्रणाली छ। यो हेरचाहलाई सम्पूर्ण समाजले साथ दिने भन्ने सोच हो। परिवारमा मात्र बोझ नपारी सबैले मिलेर साथ दिने प्रणाली हो। नेपालसँग एकदम फरक दृष्टिकोण छ। जापानमा 40 वर्षभन्दा माथिका सबै मानिसहरूले बीमा प्रिमियम तिर्छन् र हेरचाह आवश्यक भएको बेला सेवा शुल्कको 1 देखि 3% मात्र आफैले तिर्नुपर्छ। अर्थात् सेवा शुल्कको 70 देखि 90% बीमाबाट तिरिन्छ। त्यसैले आर्थिक बोझ धेरै कम हुन्छ। यो साँच्चै मद्दत हुन्छ। जापानमा कति हेरचाह आवश्यक छ भनेर 7 चरणमा प्रमाणित गरिन्छ। योसियन 1 देखि योकाइगो 5 सम्म छ र त्यो व्यक्तिको अवस्था अनुसार सेवा प्राप्त गर्न सकिन्छ। भिजिट केयर, डे सर्भिस, सुविधा हेरचाह, कल्याण उपकरण भाडा आदि साँच्चीकै विविध सेवाहरू छन्। प्रयोगकर्ताले आफूलाई उपयुक्त कुरा छन्न सक्छन्। यहाँ नेपाल र जापानको ठूलो फरकलाई संक्षेप गरौं। प्रणालीको उपस्थिति, लागत बोझ, सेवाका प्रकारहरू, विशेषज्ञता, छनोटको स्वतन्त्रता, यी 5 वटा आधारभूत रूपमा फरक छन्। नेपालमा परिवारले सबै बोक्छ, छनोट लगभग छैन। तर जापानमा सम्पूर्ण समाजले साथ दिन्छ, विभिन्न विकल्पबाट छनोट गर्न सकिन्छ। त्यसोभए यो जापानको हेरचाह प्रणालीमा काम गर्नु तपाईका लागि के अर्थ राख्छ? विश्वको सबैभन्दा उन्नत हेरचाह बीमा प्रणालीको सञ्चालन विधि र विशेषज्ञ हेरचाहको ज्ञान र प्रविधि सिक्न सकिन्छ र बहुपेशागत टोली केयरको व्यावहारिक विधि पनि सिक्न सकिन्छ। यो साँच्चै बहुमूल्य अनुभव हो। अन्तर्राष्ट्रिय रूपमा मान्य हेरचाह कौशल हासिल गर्न सकिन्छ र मातृभूमिमा लैजान सकिने बहुमूल्य ज्ञान र अनुभव हुन्छ। भविष्यमा नेपालको हेरचाह प्रणालीको विकासमा योगदान गर्न सकिन्छ। तपाईले नेपालमा महत्व दिएको सेवाको मन, त्यो सेवा भावना जापानको हेरचाह क्षेत्रमा पनि उच्च मूल्याङ्कन गरिन्छ। सेवाको मन र जापानको विशेषज्ञ प्रविधि संयोजन गरे तपाई उत्कृष्ट हेरचाहकर्ता बन्न सक्नुहुन्छ। नेपालको सेवा संस्कृति पनि, जापानको हेरचाह बीमा प्रणाली पनि दुवैले वृद्धहरूलाई महत्व दिन्छन् भन्ने कुरामा एउटै हो। केवल प्रणाली फरक छ। जापानको हेरचाह बीमा प्रणाली सम्पूर्ण समाजले हेरचाहलाई साथ दिन्छ। 1 देखि 3% को बोझले विशेषज्ञ सेवा प्राप्त गर्न सकिन्छ। विविध सेवाबाट छनोट गर्न सकिन्छ। राष्ट्रिय योग्यता प्रणाली छ र विशेषज्ञता उच्च प्रणाली हो। जापानमा हेरचाह सिक्नु विश्वको सबैभन्दा उन्नत ज्ञान र प्रविधि हासिल गर्नु हो र तपाईको सेवाको मनले जापानका प्रयोगकर्ताहरूको मुस्कान सृजना गर्छ। प्रणालीको फरक बुझेर तपाईको बल प्रयोग गर्दै जानुभयो भने अवश्य उत्कृष्ट हेरचाहकर्ता बन्न सक्नुहुन्छ। आत्मविश्वास राख्नुहोस्। एक पाइला अगाडि बढौं। साथ दिइरहेको छु।